सिधा बाटो र त्यसको बाटो छोड्ने हैन टर्निङ चाहिँ हेलो यारा प्यारा सबैजना के छ हालखबर यहाँहरूलाई स्वागत छ मेरो AJ27 ब्लगमा आज चाहिँ म बनिपा गएर आएको अनि यता चप्लेडीबाट अब भिडियो रेकर्ड गरिदिउँ न भनेर आइरहेको छु म अनि म चाहिँ अहिले चप्लेडी आइपुगेँ यो बिहान बनिपा धुलखेल आसपासको मान्छेको मर्निङ कल गर्ने ठाउँ यो ट्र्याक्टर ल्याएको छ क्या ट्र्याक्टर अटोमा लगेसँग खेल्ने है त कहाँ जाँदैछ कुदा 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 ये कुदा कुदादैन कुदा कता जाने जहाँ गयो पनि गइदिनु ल यतै रहेछ ल धुवाले जहिले मेरो जस्तै रहेछ बाइक कुदाउँदैन कुदा भने एकचोटि ओभरटेक गरेर इगो हट गरिदिउँ क्या हो गरौँ है ल अगाडि पठाइदियो फेरि धेरै टाँसेर नहिँड्नु चल्टी ओए बाइक आए के इसुजु वालाले नि धोबी हान्दा चाहिँ के अरे with 150 Bajaj 150 overtake 100 देखाइदियो क्या यसलाई हल्का अब कस्तो कुरा हेर्नु त हान्नु नि क्या मैले overtake हान्छ होला
ए हान्दो रहेछ त हुँदैन यसरी फेरि लगुटै हान्दैन खै आयो आएन आयो आयो ल सुरु ल आउँछ रहेछ त भाइजर खोल्दा नखोल्दा पनि कस्तो आउँछ हेरौँ न है साउन्ड अहिले अफरोड पनि खेल्नुपर्छ धुलो खाइदिनु पर्छ खै आयो क्या आएन मलाई आएन क्या कहाँ बस्यो आउँदैछ फोनले ल्याङ फ्याङ घुमेछ मेरो चाहिँ यस्तो हुँदैन चाहिँ खासमा यो बडी निरे त्यो बाइक आएन आएर आउँदैछ आदि क्या हो आया कुरा गर्नु पर्ला जस्तो त खै ल
मेरो भन्दा नि हन्डन बाइकहरू गुड्दो रहेछ ढुक्क भयो म सरी यार मैले धुलो खाएँ यार उहाँ तल रोक्नुपर्छ खै आउँदैन यहाँ रोक्दा चिसो खानुपर्छ त्यसमा ओक्न त्यहाँ चाहिँ इँटा भट्टा छ साथी मैले हावामा आएछ है के बोल्नु पर्ने हुन्छ मैले सबै बिर्सेछ कसैले आउँदै आएन र अहिले पिछा बस्दै जस्तो छ ए कसो झ्याउएर भने आउँदैछ अहिले यहाँबाट कुरा गरिरहेछ कहाँ पुग्ने हो तपाईँ कहाँ पुग्ने हो दोललघाट ए कहाँ पुगेर आउनु भएको काठमाडौँ ल नाइस ट्राई गर्नु हुँदो रहेछ मन पर्यो मलाई मन पर्यो हो नाइस ट्राई गर्नु हुँदो रहेछ भनेको म पनि सिक्दैछु कि अलिअलि यहाँ एउटा एनर्जी ड्रिङ्क दाजुभाइ खाएर निक्लिउँ न त है हस् ल यहाँ तल खै यो चाहिँ क्यामेरा चाहिँ घुट्टा घुट्टै गर्दो रहेछ मैले नजाने हो कि के भएको हो यहाँ आउनु न मजा आयो भ्लग तपाईँ भ्लग स्टार्ट गर्नुभएको थियो थिएन मैले स्टार्ट त गरेको छैन ए तर एकजनाले खिचाएको छैन मलाई नै थाहा छैन स्कुटर कुदायो भाइ त्यो यस्तो स्कुटर कुदाउने हो स्कुटर त दामी कुदाएछ भन्दै मलाई स्कुटीमा डर लाग्छ फेरि स्कुटर त म यति रोकिदिन्छु नि जहाँ भने त्यहीँ बाइकमा चाहिँ त्यति छैन त्यहाँ मलाई त त्यहाँ म टर्निङमा हेर्नु न कति डराएको छु तर ठिकै छ टर्निङमा म कहिले पनि म एकचोटि लडाएदेखि म टर्निङमा चाहिँ म त्यस्तो स्पिड ऊ गर्ने ओभरटेक पनि गर्दिनँ त्यति मान्छेले जस्तो देखाएर नि सुताउनु खोज्दिनँ कि टर्निङमा चाहिँ धेरैचोटि सुत्नुपर्छ अनि सुताउनु सक्छ क्या कहाँ सुतै भयो एकजना मेरै ब्याजको केटाहरू त्यसरी गर्नु हुँदैन होइन बनाउने हो ठिक्क त अरूलाई नदेखाइ हिँड्ने हो क्या आफ्नै लिमिटमा हिँड्ने हो सिधा बाटो र त्यसो बाटो छोड्ने होइन टर्निङ चाहिँ नपेल्ने टर्निङ कसैको सोच्नै बानी पर्छ जसमा त्यो होस घुमाउनु हुँदैन टर्निङमा साइड टर्निङमा घुमाउनु कति परेको छ कि मेरो आफ्नै ब्याजको केटाहरू 2 जना परिसक्यो तपाईँ एज त 30 होला है छैन मेरो कति हामी 25 हो 25 ल ठिक छ चिसो लिने एउटा चिसो छैन कि एउटा एक्सट्रिम एनर्जी ड्रिङ्क ल यस्तै एनर्जी ड्रिङ्क त नि 13 मिनट लागेको छ हामी आइपुग्दा त्यहाँबाट यहाँ अब म त अननोन पनि फ्रेन्डली राइड हुनुपर्छ अनि मजा आउँछ यसो बसेर कुरा छुट्टै आनन्द आउँछ होइन अनुभव सेयर हुन्छ नि कुन ब्लगहरू सुरु गर्ने मात्र सोचिरहेको छु प्र्याक्टिस मात्र हो यो
27 छ हजुर त्यही गरौँ क्या हो कन्टिन्यू नत्र मेरो मैले अहिलेसम्म तो गरेको छैन त्यही कारणले आफ्नै लिमिटमै हिँडेको हुन्छु क्या म त्यसले लागेर त्यही पढ्ने रहेछ ब्याग ए यस्तो ज्याकेट हानिरहेको रहेछ मैले त यादै भएन यो त जाडो पनि लाउने होइन र म बाइकमा हिँड्दाखेरि यति बाक्लो लगाएन ज्वरो बिरामी हुन्छ जहिले नै बाक्लै लगाउँदै राम्रो यहाँबाट अब तपाईँ अफरोड चेन्ज नगर्ने छ है बिचमा चाहिँ ठिक हो हल्समा त्यति कुदाउनु मन लाग्दैन कि कुदाउनु भने 30-35 त हो कुद्ने भने त्यति त अफरोडमा कति चाहिँ कुद्ने यो बाटो त्यो त्यस्तै हो